काठमाडौँको एउटा राजनीतिक कार्यकर्ता, कांग्रेसको सभापति आफ्नो सजिलो ठाउँ छोडेर म सर्लाही 4 को प्रतिनिधित्व गर्छु। नेपाल एकचोटि यहाँको संसद सर्लाहीको नाममा म दमदमाएर यहाँको संसदमा अब सर्लाहीको विषय उठ्छ। यहाँको सिंहदरबारमा सर्लाहीको विषयमा छलफल हुन्छ, मधेसको विषयमा छलफल हुन्छ। पहिला पनि भएको थियो, नभएको थियो भन्ने होइन, तर फरक ढङ्गले हुन्छ। त्यो विश्वासको साथ हाम्रो ठाउँमा आएको छ। हामीले त्यही माया प्रेम दिएर पठाउनुपर्छ, एउटा भरोसा दिएर पठाउनुपर्छ भन्ने कुरा तपाईहरुले अब त्यहाँ गएर भनिदिनु पर्ने छ, बताइदिनु पर्ने छ। मसँग थोरै समय छ, पार्टीको जिम्मेवारी भएकोले गर्दा म काठमाडौँ भन्दा बाहिर, सर्लाही भन्दा बाहिर पनि धेरै ठाउँमा पुग्नु पर्ने छ। म क्षेत्रमा सम्पूर्ण दिन त्यहाँ बस्ने मेरो अवस्था रहँदैन। जति सके त्यति बढी साथीहरुलाई भेट्छु। तर के विश्वास तपाईले राख्दिनुपर्छ भने यो भर्खर प्रारम्भ भयो। भर्खर प्रारम्भ म के खालको मान्छे होइन भने चुनावको बेलामा आएर सरल आएर हात जोडेर जताततै आएर ढोग्ने, यो चटक गर्ने, यो गर्ने, त्यो गर्ने, अब सबैतिर चलिरहेको छ। अनि त्यसको चुनावपछि बेपत्ता हुने म त्यो होइन। म अहिले बरु तपाईहरुसँग कम होला, पछि तपाईहरुसँग बढी हुन्छ। तपाईले चाहेको बेलामा हुन्छ, तपाईहरुको बिचमा हुन्छु, तपाईहरु सँगै हुन्छ। तपाईले पछि त्यसलाई महसुस गर्न पाउनुहुन्छ। त्यो भएकोले यसमा तपाई यो जिम्मेवारी लिएर साथीहरुले, विभिन्न पेशा व्यवसायमा हुनुभएको साथीहरुले हाम्रो पेशा व्यवसायको सुरक्षाको लागि भनेर, अरु कुराको लागि पनि हामीले यो पटक यसरी जाने हो भनेर हिजो कांग्रेसलाई मत हाल्दै आउनु भएको साथीहरु हुँदै हुन्छ। कांग्रेसमा रहनु भएको तर हिजो कांग्रेसमा विविध कारणले गर्दा मत नहाल्नु भएको साथीहरुलाई पनि तपाईले फर्काउनु पर्ने छ। पार्टी भन्दा बाहिरको साथीहरुलाई पनि तपाईले फर्काउनु पर्ने छ। यति विश्वास दिलाउँछु। फेरि अन्त्यमा यहीबाट कुरा भन्न टुङ्ग्याउँछु। भोलि तपाईको प्रतिनिधि हुँदै गर्दा तपाई र मेरो बीचको सम्बन्ध सिधा हुन्छ। बीचमा कोही पनि हुँदैन, कोही एकजना पनि हुँदैन। सिधा तपाईँ र मेरो बीचमा सम्बन्ध हुन्छ, प्रत्यक्ष हुन्छ। तपाईले आफ्नो हक जमाएर मसँग त्यो कुरा लिन सक्नुहुन्छ। यति कुरा कि तपाईलाई यति कुरा विश्वास दिलाउँछु, एकजनाले पनि सर्लाही 4 मा गगन थापालाई ग्रुप चिन्हमा मतदान गरेर कहीँ त्यो बेलामा मैले गल्ती गरेछु कि भन्ने कुरा तपाईँ एकजनाले पनि महसुस हुने अवस्था आउने छैन। म यति कुरा विश्वास दिलाउँछु। हेर्नु होला ल, अब यत्रो समय कुरा आयो, त्यहाँबाट कोही व्यक्ति जो निर्वाचित हुनुभयो, प्रधानमन्त्री हुनुभयो, मधेसको यत्रो आन्दोलन भएको छ, यति धेरै पार्टीहरू खुलेको छ, मधेस मुद्दा आएको छ। तर यो 5 वर्ष काठमाडौँको संसदमा, काठमाडौँको सिंहदरबारमा आजसम्म मधेसको विषयहरू जसरी उठ्यो छलफलमा वा निर्णयमा, त्योभन्दा यो 5 वर्ष भिन्न हुनेवाला छ। फरक ढङ्गले हुन्छ। मैले त्यहाँको प्रतिनिधित्व भिन्न ढङ्गले गर्छु। म जहाँको प्रतिनिधित्व गरेको छु त्यो प्रतिनिधित्व मैले इमानदारतापूर्वक गर्छु। र मेरो लागि पनि सर्लाही 4 आउने भनेको ठुलो मेरो लागि पनि ठुलो गौरवको विषय हो, भाग्यको विषय हो। मैले यो 2 दिन 3 दिनमा यति नयाँ साथीहरू चिन्न पाएको, जहाँ तपाईँसँग यसरी भेट्न पाएँ, कुराकानी गर्न पाएँ। भर्खर सुरुवात भएको छ, अब थप छलफल हुँदै जान्छ। तपाईँको बारेमा नयाँ कुरा थाहा हुँदै जान्छु, नयाँ नयाँ विषयहरू बुझ्दै जान्छु। सँगै बसेर काम गर्ने हो। तर मेहनत तपाईँले गरिदिनुपर्छ। चुनाव हो, चुनावलाई कहिले पनि आफ्नो उम्मेदवारलाई बलियो, अरूलाई कमजोर कहिले आकलन गर्नुहुन्न। हामीहरू जहिले पनि निर्वाचनको बेलामा मेहनत गर्ने, हामी कमजोर ठानेर मेहनत गर्ने हो। मेहनत गर्दै जानुपर्छ। यो मेहनत सबै मिलेर गरौँ। मलाई सर्लाहीको माटोमा टेक्ने अवसर दिलाइदिने पार्टीको साथीहरूलाई हृदयबाट आभार प्रकट गर्छु। र मलाई सिङ्गो सर्लाहीको सबैको हुने अवसर फागुन 21 गतिको चुनावबाट तपाईँहरूले दिलाइदिनुहुन्छ भन्ने विश्वास राख्दै कार्यक्रमको आयोजना गर्ने साथीहरूलाई हृदयबाट धन्यवाद दिँदै मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।